कति बेर लाग्यो भित्र बस्यो त अघि नै हो ल्याए आमा ल्याए बुवा आमा आमा खाना पकाऊ भनेको घरमा पानी पनि छैन तपाईहरु चाहिँ खाँदै गर्नुहोस् म धारामा गएर पानी लिएर आउँछु है आमा ल ल दुलाई पानी लिन त जाऊ तर छिटो गरेर आउने चिया पकाउनु लाग्यो त यत्रो बेर लागिसक्यो धारामा फेरि कति बेर लाउने हो यहाँ आफूलाई भोक लागिसक्यो हुन्छ आमा बुढी बुहारीले सधैँ झर्की र फर्की गर्नुपर्छ र मायाले भन्दा पनि हुन्छ नि कहिलेकाहीँ त आफू पनि बनाउनु सकिन्छ नि हजुरको बुहारीलाई त केही भन्नै नहुने मैले त राम्रै बोल्दा पनि हजुरले नराम्रो लाग्छ म आफैले बनाएर खाने भए यो घरमा त्यसलाई भित्रको के काम त बुढा हजुर पनि कस्तो कुरा गरिदिन्छ जति दुःख गर्नुपर्ने मैले पहिल्यै गरिसकेँ त अहिले पनि बुढेसकालमा मैले दुःख गर्नुपर्छ भने त्यसलाई बिगारेर ल्याएको के अर्थ त बुढी तँलाई मात्रै घरको काम गर भनेको होइन मैले तर सासू बुहारी मिलेर काम गर्यो भने दुवैलाई सहज हुन्छ नि त्यही भन्न खोजेको मैले फेरि त्यो पनि त हाम्रो छोरी सर हो नि तिमीहरू मिलेर काम गर्यो भनेदेखि यो घर पनि त हाम्रो स्वर्ग जस्तो हुन्छ नि बुढी ल ल भयो अबदेखि म हजुरको बुहारीलाई केही पनि भन्दिनँ केही बोल्दा पनि बोल्दिनँ सबै काम म आफै गर्छु ल मैले त्यो भन्न खोजेकै होइन मैले राम्रोसँग मिलेर सासू बुहारी काम गर भनेको तिमीहरूलाई यो कुरो पनि राम्रो लाग्दैन भने ठिकै छ मेरो भन्नु केही छैन त्यो सुपारेका चाहिँ काम गर्न आइज न भने थिएँ अब अहिलेसम्म आएन म जान्छु त्यतै ए सुबारे ओहो काजीबा नमस्कार काजीबा कता लाग्नुभयो कता जानु नि म तँलाई नै भेट्न हिँडेको आफ्नै मल खनेर बसिरहेको हिजोदेखि तँलाई काममा आइजो भनेर मैले भन्दाखेरि टेरिने छैन आज त दुला जस्तै चिटिकै परेर हिँड्नु भएको छ तैँले मलाई राम्रो भनिरहनै पर्दैन नि म उसै राम्रो छु होइन है केटा म काजी जस्तोले भनेको तैँले त्यति मानिनस् यो गाउँमा सबैले मान्छन् मलाई त मुलाले त्यति पनि टेर्नुहोस् होइन हजुर भनेको त हाम्रो भगवान् सर हो हजुरको कुरा काटेर म कसरी घरमा बस्नु सक्छु यति मल खनेर त हजुरकैमा आउनु लागेको थिएँ भयो धेरै बाहना बनाउनु पर्दैन मैले हिजोदेखि भनेको आउने भए त आइहाल्थ्यो कि बिहानै आउँछु भन्थिस् त आफ्नै काम गरेर बसिया छस् अनि तेरो मैले कसरी विश्वास गर्नु ल बाहना नबना मैले जति गर्दा नि केही भएन फेरि मैले तिमीहरूकै परिवारको लागि राम्रो होस् भनेकै थिएँ हो काजीबा
हजुरले हाम्रो परिवारको लागि धेरै गर्नुभएको छ। यति मल छ, यति सकेर आइहाल्छ। भयो भयो, यो बाहना र नाटक मलाई देखाउनु पर्दैन, अरूलाई नै देखा। आउने बे आइज, नआउने बे आउनु न। आयो बुढी, अनि तिमी के बत्ती काट्दैछौ? बुढा बिहानदेखि जानुभएको, यति बेला आउनुभयो। कतै साथीसँग भेट भयो थियो कि क्या हो बाटोमा? भोक पनि लाग्यो होला। बुढी, साइनाले भेट्न भनेर गएको थिएँ, बाटोमा साथी भेट भयो, उसमा कुरा गर्दा गर्दै ढिला भयो। भोक त लागिरहेछ नि। अनि तिमीले खाना खायौ त? कहाँ खानु नि बुढा, तपाईँलाई नखाइकन कहिले हामी खाने गरेका छौँ। त्यही पनि छोरो उहाँ मल खान गएको थियो, अहिलेसम्म आएको छैन। त्यो आउँछ र खाना खाउँला भनेको, ठिक्क तपाईँ पनि आइपुग्नु भयो, राम्रै भयो। त्यही त, खाना खाएर गएको भयो भने हुन्थ्यो। मलाई नि साह्रै भोक लागिरहेछ। दुईजना गएर खाउँ न जाउँ, त्यो पछि आएर खाइहाल्छ नि। घरमा 3 जना छौँ, पर्ख्यौँ न त एकछिन बुढा, आइहाल्छ कि। त्यही पनि तपाईँसँग एउटा कुरो थियो। के कुरा हो भन न। के हुनु नि बुढा, छोरी पनि सहर गएर पढ्या, यतिका समय भइसक्यो। साह्रै छोरीलाई भेट्न मन लागेछ। म त भोलितिर सहर जाउँ कि क्या हो छोरीलाई भेट्न। न्यास्रो त मलाई पनि लागेको छ नि। तिमी यति साह्रो नआत्तियौ न बुढी। त्यसमाथि छोरीको कलेज पनि बिदा हुन लागेको छ। बिदा भएपछि त ऊ घरमै आइहाल्छ नि। तिमी बुढी मान्छे किन जानु पर्यो धाइ धाइ? साह्रै नै न्यास्रो लागेको छ भने फोनबाट कुरा गर्दा भइहाल्छ नि। बुढा, तपाईँलाई पनि न्यास्रो लाग्यो नि मन बुझाएर बस्न सक्नुहुन्छ। तपाईँ बाउ हो, म त सक्दिनँ नि, आमा हुँ। मलाई न्यास्रो लागेपछि लाग्यो। मलाई भेट्नै पर्छ छोरीलाई। म त जाने भनेपछि जाने। तिम्रो जिद्दी गर्ने बानी पनि कहिले नजानी भयो। यति साह्रै जिद्दी त तिमी नहौ न। तिमीलाई साह्रै नै न्यास्रै लागेको हो भने अहिले एकछिनमा फोनमा कुरा गरौँला नि। मैले जिद्दी गरेको होइन बुढा, मलाई जे मन नलाग्यो त्यही भन्ने। खै छोरो पनि आइपुगेन यस बेलासम्म पनि। यति बेर भइसक्यो हामी कुरा गरेर बसेको। मलाई त साह्रै भोक लाग्यो। जाउँ एउटा भित्र खान जाउँ। त्यसलाई बरु राखिदिउँला। हुन्छ नि त बुढा, जाउँ। आलु पनि बेसरी झ्याङ्गिएछ, फल्ला जस्तो लागेन मलाई। फल्छ नि बुवा, यसको बेला भएको छैन कि। दुःख गर्नुपर्छ, फलिहाल्छ नि। यो घाँसहरू चाहिँ बटुलेर गाईलाई लानु पर्यो। हुन्छ, बारी बनाएर गाईलाई घाँस छैन। झ्याङ्गिएको मात्र यस्तो चाहिँ खोइ फले देख्दै। फल्दैछ, यसको बेला भएको छैन। के गर्नु त बुवा, दुखिहाल्छ नि बुढो भएपछि। फेरि नआउनु भनेको, तपाईँ त्यस्तो पेटको बिरामी मान्छे, मन मान्दैन भनेर आउनुभयो। के अन्त बाबु, तपाईँ एक्लै छ, तँलाई मात्रै कति काम लाउनु। यसो अलिअलि भयो नि, मैले सघाइदिन पाएदेखि तँलाई पनि अलिक सजिलो हुन्छ कि भनेर आएको। तर ढाड दुखेर मर्ला जस्तो भयो। नसकिँदो रहेछ बाबु, अब त बुढो भइदियो, ढाड दुखेर साह्रै गाह्रो पो होला जस्तो छ। बुवा, तपाईँलाई गाह्रो भएको छ भने तपाईँ एकछिन आराम गर्नुहोस्, म खन्छु। खै कोदालो दिनुहोस्। खन्नु नि त, खन्नु। काम पनि बेसरी चर्को भइसक्यो, भोक पनि लागिसक्यो। बाबु, घाम पनि चर्को हो, भोक पनि लागिसक्यो। जाउँ भोलि आएर खानु होला। एकै दिन के मरि मेट्नु। यति सकेर जान पाए त हुन्थ्यो। ठिकै छ, तपाईँलाई भोकै लागेको भए घाँस पनि लानु छ, म घाँसको भारी बिटा लाउँछु।
तपाईँ आउनुहोस् है। हुन्छ जाउँ। दाउरा पनि सबै सकेछ। छोरो मिलेर अलिअलि चिरेर लान्थ्यो। अब सबै सकेछ। यही सडकतिर खोजेर भए पनि यसो खाना बसाल्नु पऱ्यो। छैन दाउरा सिकेछ। बिस्तारो घाँसे भारी बोक्यो फेरि लड्लास् नि। हुन्छ म बोकिहाल्छु नि। ल बिस्तारो गरौँ छ। ल हिँड्नुपर्छ। भोकाएर आउने बेला भयो। खाना बनाउनु पर्ने। सामान पनि छैन। चामल थोरै रहेछ। यति भए पनि खोले पकाएर भए पनि दिनु पऱ्यो। भोकाएर आउँला बिहानभरि काम गरेर के गर्नु। भरेदेखि त के पकाउनु होला। खै घरमा नि कोही पनि देख्दैन। ढोका त खुल्लै छ। पानीतिर लाएर मर्ला जस्तो भयो। बुढी ए बुढी पानीतिर लाएर मर्ला जस्तो भयो। पानी ल्याउ न खाऊ। के विधि गर्ने हो क्या गर्नु पनि ओदेमा छ। आनन्दले खाइयो। आमा भोक पनि साह्रै लागेको छ। भात पाक्यो होला है? पाक्यो पाक्यो। ल आऊ तपाईँ पनि आउनु। पाके भए जाउँ त खाउँ। एकदम साह्रै भोक लाग्यो। भात खानु मन लागेको। खोले पो बनाउनु भएको। भात त रहेछ त खोले ठिकै छ।
हुन्छ अब के गर्नु त नभएपछि। आमा अलिकति भए पनि भातै पकाउनु नि, खोले खानालाई कति गाह्रो भयो। चुप लाग्न छोरा, जे छ त्यही भयो नि त। चामल नभएपछि कसरी भात खान्छ? गरिबले सधैँ अब यस्तै खान जुधेको छ। हाम्रो भाग्यमा यही छ, यही खा। भोक लागेको बेला नुन र पिठो त मिठो हुन्छ, यो त अझै खोल्यो। भात पकाउने मन त मेरो नि थियो नि छोरा, चामलै छैन रहेछ। थोरै एक मुठी चामल रहेछ। भात पकाएर के गर्नु? तिमीलाई मात्रै पुग्दैन थियो, बाउलाई के दिनु? एक मुठी चामल रहेछ, त्यसकै खोले पकायो भने बाउ छोरा हामी तिनजनालाई हुन्छ भनेर बनाएको। यही सन्तोक मानेर खाउन बा, के गर्नु? गरिबको यस्तै हो। अब खै के गर्ने त? तेरो जिन्दगी पनि धनीको कोखमा जन्म लिएको भए मिठो मसिनो खाना पाउँथ्यो होला। गरिबको कोखमा जन्म लिएपछि सन्तोक मानेर खाऊ छोरा। आमा तपाईँ जेसुकै भन्नुहोस्, म यो खोले खाँदिनँ। यस्तो खोले खाएर कसरी म काम गर्न सक्छु? बरु म भोकै बस्छु, म यस्तो खोले खाँदिनँ। हेर छोरा, तैँले यो के गरे? यसरी अन्नलाई फ्याँकेर अवहेलना गऱ्यो भने पाप लाग्छ। यतिको खानु पनि ठुलो कुरा हो। एक दिन तैँले यही खोले खानु नपाएर भौतानेर हिँड्न परेको दिन पनि आउन सक्छ। हामी गरिबले यस्तो खोले खानु पाएको त सौभाग्य ठुलो कुरा हो छोरा। किन यसरी फ्याँक्छस्? यसरी अन्नलाई हेला गर्नु हुँदैन। बुढा कति मातेको यो छोरा। पहिला पहिला त यस्तो थिएन, जे पकाएर दियो भने सन्तोक मानेर खान्थ्यो। हिजो आज के बित्ति मार्दै बुढो? छोडिदियो बुढी। अब अल्लारे छ, अल्लारे बल्लारेको बुद्धि यस्तै भयो। अब के गर्नु त? एक दिन यसले पछुताएर अन्न के हो भन्ने कुरो बुझेर खान्छ। होइन है लाले, अन्त त यहाँ पहिलात्तै पाएर बसेको जस्तो नुन खाएको कुखुरा जस्तो झोक्रेर के भयो तँलाई? केही पनि भएको छैन दोस्। अनि कताबाट आएको? कहाँ हुनु र लाले? तल गोठमा मल खन्न गएको थिएँ, आलु मर्न लागेछ, यसो दबाई लगाएर आएको। अनि तँ चाहिँ कहाँ हिँडेको लाले? कहाँ हुनु नि, घरमा बस्दा बस्दा दिक्क लाग्यो, यसो डाँडातिर हावा खाऊँ कि भनेर आएको। तेरो कुरा सुन्दा पनि हाँसो लागेर आउँछ। हावा खान पनि बाटोको बिचमा बस्छन् त, चौतारातिर पो जान्छन् त। तेरो अनुहार हेर्दा पक्कै पनि के न के चाहिँ भएको छ। म तेरो साथी हो, भन्न के हुन्छ त भन्दा? केही भएको छैन सुपारे, केही भएको छैन। हावा खानको लागि चौतारामै जानुपर्छ, यहीँ शीतल देखेँ त्यही भएर बसेको। त्यस्तो कुरा भएको भए पहिलो कुरा तिमीलाई भनिहाल्थेँ नि। केही भएको छैन। अब भन्दैनस् भने के गर्नु त? भन भनेर कर लाउनु भएन। अब म त जान्छु, बिहानभरि काम गरेको कस्तो भोक लागेको छ मलाई त। ल ल हुन्छ ल, अहिले म पनि आउँछु। जसलाई भनेर पनि के गर्नु, आफ्नो पीडा आफैसँग छ। भन्नुभन्दा नभन्नु नि बे। ए बुढा बुढा, चिया पाएको, चिया खान आउनुहोस् है। बुढी चिया पाइसक्यो।
होइन बुढी, तिमी जे पनि छोरालाई मात्रै भनेर राख्छौ। बिहान खाना खाना त आएन। यस बेला भइसक्यो, चिया खाना पनि त्यो के आउला खै कुन्डी? त्यसले भोक पनि नलागेको हो कि कुन्डी? कि त्यसले बिहान खानसाज खाएर गएको थियो र हो? खाना त के खानु र बुढा, बिहान चियाको पानी पकाएको, त्यही चियासँग बिस्कुट चोपेर खाना छोरा भनेको, त्यो पनि खान मन छैन आमा भन्यो। फेरि आलु पनि मरेको छ, आलुमा औषधि हाल्छु अनि मल पनि खन्छु अनि आउँछु आमा भन्थ्यो। त्यसलाई कतै समस्या पो पर्यो कि? त्यसलाई त्यस्तो के समस्या पर्थ्यो होला र? बाटोमा लालेलाई भेट्यो होला, लालेलाई भेटेपछि भोग तिर्खा सबै बिर्सिन्छ। त्यो अझ पनि सानो छ र ठुलो भइसक्यो, अलि एकछिनमा घर आइहाल्छ नि। पिर त लाग्छ नि बुढा, सधैँ त्यो लालेलाई मात्रै भेटेर अल्मलियो भनेर हुँदैन। जमाना खराब छ, जे पनि हुन सक्छ। आमा छोरो पनि आइपुगेछ। लगाएर मैले अघि नै भनेको होइन, छोरो आइहाल्छ भनेर। ऊ आइ त पुग्यो त। छोरा, त बिहानदेखि गएको मान्छे यति बेला आउने हो? तँलाई भोक लाग्दैन? त त बुढीको धनी भइसकिस्। अलिकति हुन्छ नि बेलामा आउनुपर्छ खाना खान। जहिले तैले आमा बाउलाई पिर दिने। के गर्नु आमा, मल खन्दा खन्दै ढिलो भयो। अनि खेतमा गएको आलु सबै मरेछ, त्यो सुकेको आलु उखेलेर फाल्दा अनि फेरि त्यो आलुलाई औषधि लगाउँदा ओर्दा त्यतिको ढिलो भयो। त्यही माथि त्यो लालेलाई भेट भयो बाटोमा, त्यही भएर ढिलो भयो आमा। सुन्यौ त छोराको कुरो? मैले तिमीलाई भनेको होइन, बाटोमा लालेसँग भेट भयो होला, त्यही भएर अल्मलियो, ढिला भयो भनेर। तिमी त मेरो कुरामा कहिले विश्वासै गर्दिनौ। कहिलेकाहीँ त मेरो कुरा पनि विश्वास गर्ने गर न। नाना थरी बेकारमा चिन्ता मात्रै गरेर बस्छ। भइगयो नि त बुढा, यो कुरा छोडिदिनुहोस्। तपाईँले जित्नुभयो, हामीले हार्यौँ। बरु ल्याउनुहोस्, मेरो छोरोलाई भोक लाग्यो, त्यो खाना यहाँ म पस्किदिन्छु। खाना खाऊ। ल तिमी छोरालाई खाना देऊ, म त्यहाँ तल गाउँसम्म जानुपर्ने सानो काम छ, म त्यहाँ पुगेर आउँछु है त। ल म गएँ। ल बाबु खाना खा है त। खाना खानु टाइममा आउँदैन। म यहाँ बसेर खान्छु, बुवा बसेर खाउँ। भात पनि काठ जस्तो भइछ। खाना खानु त टाइममा आउनुपर्छ नि। अब यो चिसो भात कसरी खान्छ यसले? खाइहाल्छु नि आमा, भोक लागेर कस्तो भएको छ। भाँडा धुँदा अघि नै बसेको। गाई वस्तु डुवाडा कराइसक्यो, तँले पानी दिने बेला भइसक्यो। आमा, र अलिकति काम थियो, त्यो सकेर गाई बस्तुलाई पानी दिन्छु भनेर सोचिरहेको थिएँ। अब म गरिहाल्छु। के खोज्नु न तँलाई? गरे भइहाल्यो नि, खोज्नु गर। चलायो रङ्ग ढङ्ग भनेको केही पनि छैन। हेर न ढङ्ग, बुढो पनि बिहानदेखि कहाँ गयो कुनै? खाना खाने टाइम भने थाहा छैन के हो? म त बुढोको पनि केही निको चालै छैन। मैले केही भन्यो कि बाघले जस्तो झम्टिन आइसक्छ। बरु बोल्नुभन्दा नबोल्नु नै बेस हुन्छ। हजुर बुवा। गाईलाई पानी दिनु। हजुर। ए हजुर आइसक्नु भयो? बिहानदेखि हिँड्ने मान्छे, खाना खाने टाइम पनि थाहा छैन है हजुरलाई त। अब आफ्नो घर नआएर कहाँ जान्छ? बाहिर मन राख्दैनन् कसैले।
हुन्छ तपाईँ त यो गाउँको मान्ने गुन्ने काजी पो त पाएदेखि त सबैले राख्छन् त्यो त हजुरले बस्छु मात्रै भन्नु पर्यो बुवा आमा हजुरहरू गफ गरेर बस्नु घाँस पनि थोरै रहेछ भोलि बिहानको लागि म काटेर आउँछु है त हुन्छ हुन्छ बुहारी घाँस काटेर अलिक छिटो हो है हुन्छ गएँ है आमा म त्यति राम्रो छु र बुढी तिमी पनि धेरै ख्याल रटन नगर न फेरि घरमा यति राम्री अप्सरा जस्ती बुढी भएर म बाहिर आँखा लाउँछु होला त बुढी तिमी बाहिर त मेरो अन्तमन जाँदै जाँदैन नि बुढी अरूले त बस भन्दा नि म बस्दिनँ नि बुढी तिम्रो अनुहार जहाँ गए पनि झल झल आइरहन्छ अनि म तिमीलाई बिर्सेर अन्त बस्न सक्छु त बुढी मैले शङ्का गरे होइन क्या हजुरलाई मैले त जे देखेँ त्यही भनेको धेरै म राम्री छु भनेर मक्ख पारिराख्नु पर्दैन फेरि कसलाई के भएछ भाउजू 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 के भयो तपाईँलाई भाउजू भाउजू बोल्नु न उठ्नु न कोही छ भनमा को हुनु र म एक्लै भएर उठाएर लानु पर्यो भाउजू भाउजू बोल्नु न भाउजू उठ्नु न भाउजू भाउजू म घर लान्छु उठ्नु न भाउजू के भयो आमा आमा के भयो के भयो ए एकछिन बस्नु ओछ्यान लिएर आउँछ ओछ्यान एक्कासी भिडमा लडिराखेको देख बिस्तारा खा के भयो ओ टाउको त धेरै काटेको जस्तो छ बुढी निकै गएर काटेको छ तिमी गएर बनमार टिपेर लिएर आऊ त माडेर लगाइदिनु पर्यो लगातार उठ्छ नि हुन्छ हुन्छ म लिएर आउँछु छिटो गर्नु न आमा लाने जाऊ
काजी काजीनीले बोलाएर ल्याऊ, हामीले मात्रै यहाँ औषध गरेर राखेको हुँदैन होइन त बुढा? हो ल गइहाल गइहाल। हुन्छ आमा, तपाईँले हेर्दै गर्नुहोस्, म काजी र काजी नै बोलाएर आउँछु है। अब त ठुलो भएको छ बुढो। त्यही त। बुढी, ए बुढी, हुक्का ल्याउ ल्याउ। बुढो बुहारी त घाँस काट्नु गयो भने यत्रो बेर भइसक्यो, आउँदैन त। कता गइस त्यो? आउँदै होली नि। काहीँ नभएको काम चोर्छे, घरमा काम गर्नुपर्छ भनेर लसेङ पसाङ गर्दै गरे होला नि घाँस काट्ने ठाउँमा। त्यसको बानी थाहा नभएर मलाई। काजीबा, काजीबा, होइन है लाले, किन आत्तिँदै काजीबा काजीबा भन्ने आइड्छस् त? के बताउँला? आवाज आएको सुन्दा को होला भनेर हेर्न जाँदा तपाईँको बुहारी भिरबाट लडेको भेटेँ मैले। लाले, तैँले के भनेको यस्तो नचाहिने कुरा नगर है। तँ होसमा त छस्? बुढा यो लालेको कुरा विश्वास गर्नु हुँदैन। यस्ताको विश्वास गर्यो भने हामी आफै पागल हुन्छौँ। फेरि घाँस काट्ने ठाउँमा लडेर घाइते हुनलाई भिर पनि त हुनु पर्यो नि। बाटो त भिरपाखा छैन, सम्मै छ, कसरी लड्यो होला र त्यो? कजेनी साहब, काजी साहब, म हजुरहरूसँग किन झुटो बोल्छु र? तपाईँलाई विश्वास लाग्दैन भने मेरो घरमा हिँड्नुहोस्। मैले भाउजूलाई मेरै घरमा लिएर राखेको छु। रगत धेरै बगेको कारणले गाउँमा आमाले वनमा र मिचेर लाउँदै हुनुहुन्छ। बुढी, जाउँ न त, हिँड जाउँ। कतै यसले भनेको सत्य पनि हुनसक्छ। सधैँ एकै नास हुँदैन। फेरि यो हाम्रो घरमा काम नपरी आइरहने मान्छे पनि होइन। ल अन्त लजाउँ। बिचरा कहाँ लड्यो होला नि, यत्रो घाउ भएछ। लाले पनि काजी काजिनीलाई बोलाउन गएको त कतिखेर आउँछ। बुढो, म पानी लिएर आउँछु। पानी छम्काउँदा अलिक होस आउँछ कि? जाऊ जाऊ पानी लिएर आऊ। समाउनु खै नानी। नानी, ओइ नानी, उठ। के भयो? घाउ ठुलो छ, उठ। के भयो नानी? ओइ नानी, ओइ नानी, ओइ नानी, नानी, उठ उठ। के भयो तिमीलाई? काका, काका, म यहाँ। नानी तिमी लडेर घाइते भएको थियौ अनि यहाँ ल्याएको। ओहो, ए मेरो बडीलाई केही भएन नि? नमस्कार हजुर, नमस्कार। नमस्कार नमस्कार। हजुर के भयो हजुरले? खै घाँस काट्न गएर छ, लडेर तल लडिराखेको छ अनि हाम्रो लालेले पो बोकेर यहाँ ल्याएको थियो हतालिँदै। काजी साहब, कजेनी साहब, हेर्नुभयो मैले झुटो बोलेको रहेछु। हजुरहरूले अघि मलाई त्यत्तिकै गाली गर्नुभएको थियो नि, अब त आफ्नै आँखाले देख्नुभयो नि, अब त विश्वास लाग्यो होला नि। माइली,
रगत त धेरै बगेको थियो कि क्या हो? घाउ त गहिरो जस्तो छ। काजी साहब, हजुरले पिर मान्नु पर्दैन। रगत त धेरै बगेको थियो। मैले बनमारा मिचेर लगाइदिएपछि अहिले धेरै कम भइसक्यो। हो काजी साहब, यिनी बेहोस अवस्थामा चाहिँ लालीले बोकेर यहाँ ल्याएको थियो। माइलीले चाहिँ यो बनमारा निचारेर लगाइदिएपछि अहिले चाहिँ होसमा आएकी छिन्। हजुर अहिले टेन्सन लिन पर्दैन हजुर, अब ठिक हुँदैछ, होसमा आइसक्यो। बुढो यिनीहरूसँग गन्थन यिनीहरूसँग कुरा मात्रै गरेर बस्ने कि बुहारीलाई घर पनि लाने? बुहारीलाई घर लगेर उपचार गरे पनि त हुन्छ होला नि। ल माइली तिमीहरूलाई मेरो बुहारीलाई यहाँसम्म ल्याएर उपचार गरिदिएकोमा धेरै धेरै धन्यवाद है। काजी साहब, अहिले धन्यवाद दिइरहनु पर्दैन। हजुर भने त हाम्रो लागि देउता सराय हो। आपत विपद पर्दाखेरि छिमेकीले एकअर्कालाई सहयोग नगरे कसलाई गर्नु त हजुर? त्यस कारणहरूले हामीले धन्यवाद दिइरहनु पर्दैन काजी साहब। ल लाले, अब त म कहाँ काम गर्न आइजु ल। हुन्छ काजी साहब। ल जाउँ बुढी, ए बुढी, भुका ल्याउ न। अघि पनि ढिटै परेन खानलाई। सबै काम आफैले गर्नु परेको छ। सक्दिनँ म हुक्का सुक्का ल्याउनलाई। त्यही काम कति छ मेरो। खानु मन लाग्यो आफै बनाएर खाने ल्याएर। यो हुक्का काहीँ नभए कि काम चोर्थी, अब त झन् बिमारी भयो टोपले कि के काम गर्थ्यो होला र? यसले त मेरो मासु खाने भयो। होइन है बुढी, कति फतफत गर्छौ? त्यो कराउन्जेल त तिमीले काम गरेको त कामै हल्का हुन्थ्यो नि। हो हजुरले त मै बोलेको मात्रै देख्नुहुन्छ। अब हजुरको बुहारीले काम गर्नुपर्छ भनेर बिमारीको नाटक गरिहाली। अब सबै आफैले त गर्नु पर्यो। अब त्यो बिमारीको नाटक कति जेलसम्म चल्ने हो? हेर के बोलेको होला? अरू बेला त सुख दिन बिरामी भएको बेला पनि नाटक पो भन्छे। फेरि आफ्नै आँखाले देखेछ त। तेरो मनमा अलिकति दया माया भन्ने नि आएन? अर्काको छोरी भन्दैमा धेरै अत्याचार पनि गर्नुहुन्न। फेरि छोरो लाहुरमा छ, हामीले नै माया नगरे कसले गर्छ उसलाई? फेरि हाम्रै भरमा छोडेको छ, हामीले नगरे माया उसलाई कसले गर्छ त? हो हजुरको बुहारीलाई त केही भन्नै हुँदैन। हजुरको बुहारीको त नाम लिँदै हुँदैन। हजुरको बुहारीलाई केही भनेको मैले बोलेको त बिखाइ जस्तो हुन्छ। होइन के को गन्थन भइरहेछ बुढाबुढीको? के हुनु नि, घर आइसी कुरा त हो। कता पुगेर कता हुनु, त्यही पसलसम्म आएको थिएँ। अनि तपाईँसँग भेट नभएको पनि धेरै नै भएको थियो। यसो भेट पनि गरौँ भनेर। बस ल बरु तपाईँसँग समय छ भने जाउँ आज यसो डाँडातिर घुम्नलाई। हो भो, आज नजाऊ। किन र? बुहारी घाँस काट्न गई, लडेर चोट लागेको छ। अब त्यस भएको हुनाले बिरामी बुहारीलाई छोडेर एक्लै छोडेर नजाउँ होला। ए त्यसो भए ठिकै छ नि त। म फेरि पछि आउँला, पछि जाउँला। अहिले म लाग्छु। हस्। बिमारीको नाटक गरेर सुत्छेस्। लाज लाग्दैन? सुती
खानालाई सुती खानालाई त तेरो बाबुआमाले कमाएर दिएछ यहाँ। धेरै भयो तेरो नाटक। अब धेरै यो घरमा तेरो नाटक चल्दैन। खुरुक्क उठेर काम गर, होइन भने राम्रो हुने छैन। आमा मलाई जहिले पनि किन यस्तो गर्नुहुन्छ? मैले सक्दा त सबै काम गरेकै थिएँ नि। म बिरामी भएर यसरी बस्दा पनि किन यति धेरै गाली गलौज गर्नुहुन्छ? हजुरको मनमा अलिकति दया माया छैन? हजुरले सोचेदेखि म पनि हजुरको छोरी जस्तै त हो नि आमा। म बुहारी हो भन्दैमा मलाई यति धेरै अत्याचार पनि नगर्नुहोस्। हेर अझ मुखै लाग्यो कि बिहे गरेर पराई घरमा आएपछि सासू ससुरासँग कसरी बोल्नुपर्छ भनेर तेरो बाबुआमाले अलिकति पनि संस्कार सिकाएन? आमा जति गाली गर्नु छ, जति अत्याचार गर्नु छ मलाई गर्नुहोस्, मेरो बाबुआमालाई केही नभन्नुहोस्। म यस्तो कुरा सुन्न सक्दिनँ। र मेरो बाबुआमाले राम्रोसँग सिकाउनु भएको छ कसरी घर गरेर खाने, कोसँग कसरी बोल्ने भनेर। हेर त्यसको बाबुआमालाई केही भन्नु नहुने रे, अझ मुख चलाउँछ। त मेरो बुहारी होस्, मेरो बुहारीको ठाउँमा बस। छोरी जस्तो बुहारी कहिले हुन सक्दैन। छोरीको ठाउँ लिन नखोज, बुझिस्? धेरै मुख नचला, मुख सुख च्यातेर कानमा पुऱ्याइदिनु पर्ला नि। आमा मैले के नै गल्ती गरेको छु र मुख च्यातेर कानसम्म पुऱ्याउनलाई? ऊ अझ मुख पो चलाउँदै रहेछ। अझ मुख चलाउँछ। आमा नगर्नुहोस् न आमा। हे भगवान, मैले जसलाई जति राम्रो गरे पनि कहिले भएन। आज म बिरामी भएर सुत्दाखेरि पनि सासूले मलाई यति अत्याचार गर्नुभयो। मैले कस्तो जिन्दगी लिएर आएछु भगवान। मेरो दुःख कसलाई सुनाऊ? बुढालाई सुनाऊ भने बुढा पनि लाहोरमा हुनुहुन्छ। मेरो कुरा बुझ्ने कोही पनि छैन यो घरमा। मलाई माया गर्ने यो घरमा मेरो ससुरा मात्रै हुनुहुन्छ। मलाई माया गरेको देख्दा सासूले पनि ससुरा बुवालाई राम्रो मान्नुहुन्न। यसरी रातको दिन अत्याचार सहेर म कसरी बाँच्न सक्छु र? काका नमस्कार। नमस्कार नमस्कार। कता जान लाग्नुभयो? कता हुने नि, त्यही माथि गाउँसम्म जान लागेको। अनि त चाहिँ कहाँ जान लागेको नि? काका कहाँ जानु नि, हिजो काजीबाले घरमा काम गर्नु आइजा भन्नुभएको छ, त्यही भएर काम गर्न जान लागेको। ए भनेपछि काजी बाकोमा काम गर्न जान लागिस्? काम त गर्नै पर्यो नि, काम गरे पो खान पाइन्छ त। अब चाहिँ मेरो छोरो सुध्रिने भयो, तेरै कारणले गर्दा मेरो छोरो बिग्रेको थियो। काका हजुरले के भन्न खोज्नु भएको? मैले त केही बुझिनँ नि। फेरि सधैँभरि म त आफ्नै घरमा काम गरेर बसिरहेको छु त। कहिलेकाहीँ
काजीले काम गर्नु बोलाउनुहुन्छ, काजीकोमा काम गर्नु जान्छु। अनि मेरो कारणले गर्दा हजुरको छोरा कसरी बिग्रियो त? हजुरको छोरा बिग्रिने गरी त्यस्तो के काम मैले गरेको छु र? कसरी बिग्रिनु नि? तँलाई भेटेपछि मेरो छोरो बिहानदेखि साँझसम्म घर जाने अत्तो पत्तो हुँदैन। तँसँग के छ कुनी त्यस्तो? कि तैँले मनिलाइस्? पहिले त मेरो छोरो त्यस्तो थिएन। जब तँसँग मेरो छोराको सङ्गत हुन थाल्यो त्यसपछि त तँ जस्तै डुकुलन्टो हुन थाल्यो। ल ल काम गर्न थालेछस्, राम्रो गरिस्। अब पनि मेरो छोराले बिगारिस् भने राम्रो हुँदैन। यस्तोसँग के कुरा गरेर बस्नु? बुढा आफ्नै बाटो लाग्नु बेस। चट बाटो। बाबु बाबु छोरा चिया पाको चिया खान आइज। तेरा बाला पनि बोला। यिनीहरूलाई त सुत्न पाएपछि न चियाको मतलब हुन्छ न खानाको टुङ्गो। चिया सेलाइसक्यो, सेलाएपछि मिठो हुँदैन, तातै खानुपर्छ चिया। आमा कति कराउनु भयो के? एकछिन सुत्न दिनुहुन्न हौ। हेर न, अझ एकछिन सुत्न पाइन भन्छ। तिमीहरूलाई लाज लाग्दैन? डाँडामा घाम झुल्किँदा पनि उठ्न पर्छ भन्ने थाहा छैन? तिमीहरूले मात्रै खाएर हुन्छ? गाईबस्तु गोठा भोकाइसके, तिनीहरूलाई चाहिँ घाँसपात गर्न पर्दैन? बरु छिटो चिया खाएर गोठामा जा। होइन, तिमी कति धेरै बोल्न सक्यो कि? नबोलिकन भन्न सकिन्न? बिहान आमा छोरा ठुल्ठुलो शर्मा कराएका छन्। होइन, घरभित्र बस्दा पनि यत्रो ठुलो स्वरले बोल्नुपर्छ त? बिस्तारै बोल्दा पनि त भइहाल्छ नि। बाहिर छरछिमेकीले सुन्यो भने के भन्लान्? बुढा, मैले कराएको मात्रै सुन्नुहुन्छ, काम गरेको चाहिँ देख्नुहुन्न? अबेरसम्म पनि तपाईँहरू नै सुत्नुहुन्छ, अनि मैले बोलाउँदा पनि मै नराम्रो हुन्छु। घरको काम पनि सबै मै बुढीले गर्नुपर्छ। एउटा बुहारी पनि माइत गएर बसेकी छ, आउने कहिले हो कहिले अत्तो पत्तो छैन। बुढी, मैले तिमीले कामै गरेको छैन भन्न खोजेको होइन नि। बिहान बिस्तारै बोल, ठुलो स्वरले नबोल भन्न मात्रै खोजेको हो। रहेको कुरा बुहारीको 2-4 दिन माइत गए किन हुन्? बाउआमाको न्यास्रो मेटेपछि त घर आइहाल्छन् नि। तपाईँलाई थाहा छँदैछ नि, जो आए पनि नआए पनि यो सारा घरको काम मैले गर्ने हो। बुहारीको त नाम मात्रै हो, मैले सुख कहाँ पो पाएको छु र? तिमीलाई थाहा त रहेछ नि, सबै कुरा थाहा हुँदै पनि फेरि किन बुहारी आइन भनेर दुःख मनाउ गर्छौ? बुवा आमा, बुहारीको कुरा लिएर तपाईँहरू झगडा नगर्नुहोस्। म भोलि नै जान्छु बुहारीलाई लिनु। जस्तै भए पनि भएको जस्तो नभएको हुँदैन। म चाहिँ अहिले गोठमा जान्छु है। ल बुढी, म पनि त्यहाँ तल गाउँसम्म पुगेर आउँछु। कति झगडा मात्रै गरेर बसिराख्नु र तिमी खाना पकाउँदै गर, म एकछिनमा आइहाल्छु। ल चाँडै आउनु होला। तपाईँको त हिँडेपछि खानेको टुङ्गो हुँदैन। ल होइन कचरी कसैको नभएको घाउ कति उ गरेर घाँस काट्नु जानु पर्दैन? आमा,
हजुर जहिले पनि मेरो कोठामा आएर किन मलाई गाली गर्नुहुन्छ? राम्रोसँग बोल्दा पनि त भइहाल्छ नि। फेरि म घाउ सफा गरिसकेपछि घाँस काट्न जान्छु भन्ने सोचेकै थिएँ। तेरो कोठामा मैले आएर नकराएर के पूजाको थाली लिएर पूजा गर्नु त? जहिले पनि मैले तँलाई भनिरहनु पर्छ, त आफैले जानेर त कहिल्यै काम गर्दिनस्। तेरो रङ्ग ढङ्ग भनेको केही छैन। अलिकति घाउ के भएको थियो, बाँडाले नरिवल कोट्याए जस्तो कोट्याछे। आमा, ठुलो भए पनि सानो भए पनि घाउ त घाउै हो नि। फेरि मैले कोट्याएको होइन, रगत जमेको थियो, त्यसैले तातो पानीले सफा मात्रै गरेकी हो। ए, तातो पानीले पो सफा गर्दैछस्? ल तेरो तातो पानी। गाई बस्तु भोकाइसके, खुरुक्कै घाँस काट्नु जा। तैँले खाएपछि गाई बस्तुले खानु पर्दैन? जान्छु भनेको छ, खुरुक्कै जा छिटो। अझ हेर्छ। सुख नदिन भयो, कहिले रिसाउँछ। बुढा, हाम्रो लालेलाई हिजो आज के भएको हो कुनै? बिहान रिसाएर खाना पनि फ्यालेर गयो। अब के गर्नु त बुढो? चामलै थिएन, थोरै चामल रहेछ, त्यसकै जौला पकाएको। खै चामल भएको भए भात पकाएर खुवाउने मन त कहाँ नभएको र मलाई खुवाउँथ्यो नि त्यसलाई। तर किन नबुझेको यो लालेले हिजो आज? ए छोड्दै बुढी, त्यसो के कुरा गर्छौ तिमी? अब यति ठुलो भएर बुझेर पनि अपुझ गर्छ भन्ने हामीले भनेर केही छ? अन्न जस्तो चिजलाई त्यसले फ्याँकेपछि त्यो अन्न फ्याँकेर त्यसलाई पाप पनि लाग्छ, पछि पछुताउन पनि पर्छ। त्यो त अब सानो त छैन, यति ठुलो भइसक्यो। अनि तिमी हामीले बुझाएर हुन्छ त्यसलाई? आफै बुझ्ने बेला भन्ने। अनि त्यसलाई थाहा छ त हाम्रो घरको अवस्था कस्तो छ, के छ, हामीसँग पैसा छ कि छैन भनेर। नभएको चामल बनाएर भात पकाउने कुरो भएन। अनि त्यसले अब एक दिन त्यो खोले खान पऱ्यो भन्दैमा त्यसरी फ्याँकेर हुन्छ, पछि त्यही खोले नै खान पाउँदैन। त्यहाँ माथि हामीलाई बिहान बेलुका हातमुख जोड्न त धौ परेको बेलामा अब त्यसलाई सधैँ भात मात्र पकाएर त खुवाउन कहाँ सकिन्छ र बुढी? घरमा जे पाक्यो त्यो पो खानुपर्छ। त्यसले त्यसरी फ्याँकेर हिँड्न हुन्छ? मिल्न त मिल्ने थिएन नि बुढो, बुझ्दैन त। त्यत्रो लाठे भइसक्यो, कतै गएर 2 पैसा कमाएर ल्याइदेखि हामीलाई पनि घर चलाउन सजिलो हुन्थ्यो। अझै उसले पाल्नुपर्ने ठाउँमा उल्टै हामीले दुःख सुख गरेर पालिरहेछ त। 2 पैसा कतै कमाएर बाबुआमालाई सजिलो पारौँ भन्ने त यसको मनमा आउँदै नआउने भयो। बुढी तिमी किन पिर मान्छौ? अब एक दिन त कमाउला नि, भर्खर छोरो ठुलो हुँदैछ। यस्तो बेलामा त अल्लारे बल्लारे गाउँतिर यता घुम्छ। एक दिन त बुद्धि कस्तो नफर्केला? सधैँ बुढा भएको बाबुआमाको मात्रै हाड घोटेर खाएको त त्यसले पनि देखिरहेको छ। अब अहिले तिमी टेन्सन नलिऊ, हामीले 2-4 पैसा कमाउन सकिरहेका छौँ। जेन तेन घर धानिरहेको छ। एक दिन त बुद्धि फेरेर त्यो भने त कमाउन जान्छ। त्यसपछि त छोरीले कमाउन थालेपछि त हाम्रो पनि त सुखाइदिन आउँदैन बुढी। सधैँ हामी यो बिहान खाए बेलुका के खाउँ भएर त बस्दैन होला। भगवान्ले त हामीलाई पनि त हेर्नुहुन्छ होला नि। खै बुढो बुझ्छ कि बुझ्दैन? बुझे त हुन्थ्यो। हस् बुढो, म पानी लिएर आउँछु है, तपाईँ बस्दै गर्नु। हुन्छ। किन के भयो?
म एकछिन बाहिर जान्छु। बिहानदेखि हिँडेको मान्छे भर्खर आएर खाना खाँदैछस्, अब त फेरि रात पर्न लाग्यो, कहाँ जानु पर्यो? पर्दैन जान, खुरुक्क चुप लाएर बस। जान्छु के आमा, घरमा मात्रै कति बसिराख्नु, रात मात्रै पर्न लाग्यो के, परिसकेको त छैन नि। एकैछिन डाँडामा हावा खाएर आइहाल्छु नि आमा। छोरा जान पर्दैन भनेपछि जान पर्दैन, खुरुक्क चुप लाएर घरमा बस। तेरा बा पनि बिहानको खाना खाएर निस्क्या, अहिलेसम्म आउनु भए होइन? रात परिसक्यो, कहाँ गयो कोनी? आमा, साथीले भेट्न जानुभएको, आइहाल्नुहुन्छ नि, किन पिर गर्नुहुन्छ? होइन के को गन्थन हुँदैछ आमा छोराको? ए बल्ल हजुर आइपुग्नु भयो, कहाँ जानु भएको थियो? कहाँ जानु नि, साथीको घरमा पसेर फर्किँदै गर्दा काजीबाको घर पनि पसेको थिएँ। काजीबाको बुहारी भिरबाट लडेर सिकिस्तै भइकी रहेछ, त्यही गएर भेटेर आएको नि। ए भनेपछि निकै चोट लागेछ, उपचार गर्नु भएको छैन उहाँहरूले? काकी नमस्ते। नमस्ते नानी। पानी ल्याउनुको? पानी लिएर आएको। अनि नानी तिमी कहिले आयो? कहिले आउनु काकी? भर्खर आउँदैछु। अनि काका तपाईँहरू सबैजना सन्चै हुन्छ? अनि काकी हजुर त हाम्रो घरतिर जानुभएको छैन होला है? गएको छैन नानी, कामले भ्याइ नभ्याइ छ। बरु हिजो चाहिँ भाउजू लडेको रहेछ जङ्गलमा, मेरो लालेले घरमा लिएर आएको थियो। बाबा मम्मी चाहिँ घरमै आउनु भएको थियो। ए हो र काकी, के भएर लड्नुभएछ हाम्रो भाउजू फेरि? के भएर लड्नु नानी, घाँस काट्न जाँदाखेरि चप्पल चिप्लेर लडेछ। यति समयमा मेरो लालेले घर लिएर नआएको भए जे पनि हुन सक्ने रहेछ। ल ल काकी, पछि भेटेर बस गरौँला है, पहिला म जान्छु। बुढी के भयो फेरि तिम्रो? तिम्रो अनुहार त पाउरोटी फुले चाहिँ फुल्या छ त। छैन, मलाई केही पनि भएको छैन। के हुन्छ बुढो, हजुरलाई त्यस्तो लागेको मात्रै हो। बुहारी तिम्रो अलि ठिक छ? हजुर मलाई अस्ति भन्दा अलिक ठिक छ। अनि कता हिँड्या त? घाँस काट्न जानु लागेको। सन्चो नभएकी मान्छे घाँस काट्न जाने? घरको काम म बिरामी भएछु कि सबै काम आमाले गरिरहनु भएको छ, त्यही भएर आमालाई मात्रै कतै अडाउनु भनेर आफ्नै मनले जान लागेको थियो। बिरामी भयो भनेदेखि बुवा कति सुतेर बस्नु, झन् सुत्यो झन् बिरामी हुन्छ। त्यसैले म अहिले घाँस काट्न जान लागेको। बुहारी कि कसैको करकाममा चाहिँ तिमी घाँस काट्न जान लाग्यो? बुढी बुहारीलाई त केही भनिनौ नि तिमीले? खालि हजुरलाई नि मलाई नराम्रो देख्नुहुन्छ क्या? बुहारी आफैले भनिरहेछ त, म आफै घाँस काट्नु जानु लागेको भनेर। जहिले पनि हजुरले चाहिँ मलाई मात्रै दोष दिनु जानेछ। बुवा म आफ्नै मनले घाँस काट्न जानिनँ, आमालाई गाली नगर्नुहोस् है। लाले हजुर काजीबा, भाउजू घाँस काट्न जानलाई चाहिँ फेरि अस्तिको जस्तो होला, त्यसमा उनीहरूले सँगै गएर दुवैजना भएर घाँस काटेर लिएर आउँछ। हुन्छ काजीबा, हस्।
तपाईँ बिरामी मान्छे गाह्रो भयो जस्तो छ। खै दिनुहोस् म काट्छु। भयो बाबु म काटिहाल्छु नि। दिनुहोस् न बिरामी होइन मान्छे बाबु म तपाईँ। काट्छु। भाउजू तपाईँको सासूको मन पनि कति कठोर है। साह्रो बिरामी भएर सुतेको बेलामा पनि घाँस काट्नु पठाउँछ। बाबु त्यस्तो होइन नि। तपाईँले भनेको जस्तै मेरो सासूको मन त्यति सानो पनि छैन। उहाँको मुख छुच्चो भए पनि मन चाहिँ सफा छ। त्यही पनि घरमा अहिले म बिरामी छु, त्यसैले आमाले सबै काम गर्नुपर्छ। फेरि घरमा काम गर्ने मान्छे पनि कोही हुनुहुन्न। सबै काम अहिले आमाले गरिरहनु भएको छ। आमाले सबै काम गरेको देख्न नसकेर म आफै घाँस काट्न आएकी हुँ। भयो भयो भाउजू, धेरै ढाकछोप गर्नु पर्दैन। तपाईँको सासूको बानी बेहोरा कस्तो छ भनेर राम्रोसँग मलाई थाहा छ। तपाईँ किन भाउजू यति धेरै सोझी हुनुहुन्छ? के बुहारी भयो भन्दैमा सबै कुरा सहिरै बस्नुपर्छ भन्ने हुन्छ भाउजू? तपाईँको सासूले त्यति धेरै अन्य अत्याचार गर्दा पनि तपाईँ सासूलाई नै राम्रो भन्दै हुनुहुन्छ। तपाईँहरूले देखेको र मैले भोगेकोमा धेरै फरक छ। उहाँले मलाई धेरै माया गर्नुहुन्छ। छोडिदिनुहोस् बाबु यो सबै कुराहरू। घाँस हालेर जाम, अहिले ढिलो हुन्छ फेरि। घरमा काम पनि धेरै छ। जाम भाउजू। बुढी उतिखेर गएकी बुहारी घाँस लिन, त्यस बेलासम्म आइन। फेरि केही पर्यो कि? त्यत्तिकै फिट लिनुहुन्छ हजुर पनि, केही पनि भएको छैन, आउँदै होला नि। आइ त हालि, त्यत्तिकै कति फिट लिनुहुन्छ हौ हजुर पनि बुहारीको? हाम्री छोरी आइपुगेछ। छोरी बाटोमा राम्रैसँग त आयो नि, केही अप्ठ्यारो त परेन नि? राम्रोसँग आयो बा। छोरी केही खबरै नगरी आयो। यसो फोन गरेर भनेको भए त कि बालाई पठाउँथे कि म आफै लिन आउँथेँ। जङ्गलको बाटो एक्लै आयो। आमा पनि कति पिर मान्नुपर्ने हो कि? अब तपाईँको छोरी सानो छैन, ठुली भइसक्यो। त्यही पनि आफ्नो घर त म आफै आउन सकिहाल्छु नि। फेरि बुढा भएको बा आमालाई किन दुःख दिइरहनु? देख्नु हो त बुढो, हामी छोरी कति धेरै बुझ्ने भएछ। बुहारी अझै के टल्ल परेर हेरिरा, मेरो छोरी आएदेखि नि कहाँ भित्र गएर मेरो छोरीको लागि खाजा बना। आमा, भाउजू त बिरामी भएको भनेको सुनेको थिएँ। फेरि किन घाँस काट्न पठाउनु भएको? भाउजू
मेरो लागि केही खाजा बनाउनु पर्दैन, मैले खाएरै आएकी छु। जानुहोस् भित्र गएर आराम गर्नुहोस्। भाउजू, हजुरको निधारमा त गहिरो चोट लागेको छ कि क्या हो? घाउ त ठुलै देख्छु नि। नानी खासै ठुलो चोट लागेको होइन, त्यही पनि अहिले बिसेक भइसकेको छ। आमाले मलाई घाँस काट्न पठाउनु भएको होइन, म आफै गएकी। बरु हेर्नुहोस्, हजुर टाढाबाट थाकेर आउनु भएको छ, म खाजा बनाएर खुवाउँछु। भयो भयो भाउजू, कति धेरै झुट बोल्नुहुन्छ। हजुरलाई कति साह्रो गाह्रो परेको छ भनेर त हजुरको घाउले नै बताइरहेको छ। अनि आमा, यस्तो साह्रो गाह्रो परेको बेलामा हजुरले माया गर्न पर्दैन? भाउजूको पनि त को छ सहारा दिनु? भन्नुहोस् त, एउटा भएको दाई पनि लाउ जानु भएको छ। हामीले माया नगरे कसले गर्छ भाउजूलाई? छोरी, तँलाई त मेरो भन्दा बढी त्यही भाउजूको माया लाग्छ जस्तो छ नि। मैले त्यस्तो भन्न खोजेकी होइन आमा। भाउजू बिरामी भएको बेलामा यसो हेरविचार गर्नु भन्नु मात्रै खोजेकी। फेरि अर्काको छोरी हो भन्दैमा यसरी हेला गर्न पनि त हुँदैन नि। बुढी, गन्थन मात्रै गरेर बस्छौ कि छोरीलाई आराम गर्न नि दिन्छौ त? काजीबा, रात पनि पर्न लागिसक्यो। आज काम पनि सबै सकियो। काम भयो भने म पछि आएर गर्छु। आजलाई म जान्छु है। ल ल ल जा ल, म फेरि तँलाई बोलाउन आउँछु नि। हस् काजीबा। बुहारी, घाँस हाल्दा तिमी पनि आऊ।